सुनल सन्चै छम ल ढोक दिए हो सबैलाई लडिन्छ यतिको भाषी जाँगर अब निकाल्न पर्छ है त ल आऊ ल अब दुम पकुम दुम पार्नुपर्छ है त ल ठिक छ ओहो नि दिउँसो भिडियो हेर्दा त मेरा बाबामा त जान्न भनेको त अहिले त हेर त कति रसिला हसिला खाइलाग्दा मान्छे मात्रै हन्तै कहाँबाट हो यति धेरै यतै हो ल यति राम्रो ठाउँमा आउनु भएको छ सुनोल भन्ने ठाउँमा ए पहाडबाट लौ तराई नै जाने सुनोलतिर त यसै 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 छ अरे भनेर आउनु भएको छ जे होस् सुनै फल्ने ठाउँमा आउनु भएको छ जहाँबाट आए पनि मिलेर जुलेर बस्नु भएको छ वल्लो घर पल्लो घर माथिल्लो घर तल्लो घर सबैजना हँसिँदै छन् के रे ल यस्तै मिलेरै बस्नु होला यहाँहरू सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु विशेष गरी यति राम्रो कार्यक्रम सञ्चालन गर्नुहुने हाम्रो टिप काफले ज्यू यहाँ प्रति सम्मान छ नक्कले झक्कले भर्खर बिहा भएको छ यसै यसै छ कोही बात नै यस्तै भइरहनु होला हो देखिन्छ र यसै गरी यति राम्रो कार्यक्रम आयोजना गर्नुहुने हाम्रो उद्योग वाणिज्य सङ्घ सुनोलका सम्पूर्ण पदाधिकारीहरू मेरा आदरणीय ढोकने पूजनीय दाजुहरू सबैप्रति पनि सम्मान है ल सम्पूर्ण आयोजक प्रायोजक सबैप्रति सम्मान स्टेजमा रहनुहुने सम्पूर्ण कलाकारहरू सम्पूर्ण ढोकने पूजनीय व्यक्तित्वहरू यहाँ सबैप्रति सम्मान छ बालचन्द्र बरालजीको प्रस्तुति सुनिसक्यौं अस्मिता डल्लाकोटीको पनि प्रस्तुति सुनिसक्यौं नारायण भुटेल भाइ नाच्नको लागि आइसक्नु भएको छ भने यतातिर हाम्रो भुवन बराल को समूह बजाउनको लागि कति बेला श्यामराणाले दोहोरी गाउँछन् र टम पकुम दुम गरमलाई भन्दै बस्नु भएको छ यहाँ प्रति सम्मान लगायत यतातिर हाम्रो कुन मिडिया रे टिटिएम मिडियाबाट हुनुहुन्छ क्यामेरा खिच्दै हुनुहुन्छ ल अलि राम्रो खिच्नु है बाबु ल चढक्का श्यामराणालाई अलि राम्रो बनाइदिनु कसरी हुन्छ छड्के हुन्छ कि कोल्टे हुन्छ कि उठेको हुन्छ कि सुतेको हुन्छ कि ल ओके दिपेन्द्र सर हाउ आर यु ल टेक्निक्समा बस्नु भएको छ कोही बात नै लगायत विभिन्न मिडियाबाट हुनुहुन्छ मिडिया कर्मी सञ्चारकर्मी सम्पूर्ण के कर्मी सम्पूर्ण कर्मीहरू हुनुहुन्छ है सबैप्रति सम्मान यता हाँसी छन् तिमीलाई बागल त्यतिकै फेरि ल यही हो श्यामराणा हेरा सदा टिकटकमा देखेको युट्युबमा देखेको इन्द्रणीमा आइरहने कहिले कता आज त सुनल महोत्सवमा